ओके हेलो एन्ड नमस्ते वेलकम टु ड्रिमस्केप इन्टरटेनमेन्ट च्यानल। धेरै पछि चाहिँ हामीले एउटा भिडियो लिएर आएको छौँ। आज चाहिँ हाम्रो भिडियोको मेन उद्देश्य भनेको हाम्रो ड्रिमस्केप मेम्बर्सहरूलाई चाहिँ एकदम पक्क कन्टेन्ट क्रिएटरमा चाहिँ घुसाउने योजना छ। म इन्ट्रोड्युस गर्न चाहन्छु मेरा तीनजना जवानहरूलाई। कम अन गाइज। यस मसँग छ मेरो राइटमा अनिस मोक्तान तामाङ, अनि त्यसपछि मेरो लेफ्टमा छ रोहन जोशी, अनि मेरो यतापट्टि अर्को लेफ्टमा छ मेरो अर्को सुजन भाइ। आजको हाम्रो यो भिडियोमा चाहिँ एकदम बवाल कन्टेन्टहरू निस्किने छ। मेरो तीनजना जवानहरूले यस्तो बवाल कन्टेन्ट निकाल्छ कि भन्ने मलाई पूर्ण रूपमा आशा छ। केटा सक्छ नि होइन? सक्छ ल। अहिलेसम्म के छ भने केटाहरूलाई के को बारेमा कन्टेन्ट बनाउने होइन, अनि कसरी बनाउने के आइडिया नै छैन। अब म एकछिनमा उनीहरूलाई एउटा टपिक दिन्छु। तीनजनालाई एउटै टपिक हुन्छ, तर तीनजनाले आफ्नो वेमा प्रेजेन्ट गर्ने तरिका डिफ्रेन्ट हुन्छ है। अनि यो रुल चाहिँ के छ भने 1 घन्टामा खिच्नुपर्ने, अनि 1 घन्टामा एडिट सकाउनु पर्ने। भनेको खिच्न 1 घन्टा, एडिटमा 1 घन्टा, 2 घन्टामा चाहिँ होल पुरै सुट कम्प्लिट हुनु पर्यो। आज हामीसँग छ 3टा क्यामेरा, एउटा 2टा 3टा, 16-28 छ, यसमा 35 छ, यसमा 24-70 छ। केटा हो टपिक के को बारेमा थाहा छ? टपिक रहेको छ मेयो टेकअवेको बारेमा। अरू मेबी मेयो टेकअवेलाई लिएर एउटा कन्टेन्ट बनाउनु पर्यो। त्यो कन्टेन्ट चाहिँ 20 सेकेन्डदेखि 1 मिनट 30 सेकेन्ड 90 सेकेन्डसम्मको हुनु पर्यो। यो च्यालेन्जमा चाहिँ केटाहरूले जे पनि गर्न पायो कि, तिमीहरूले इन्डोर खिच्न नि पायो, आउटडोर खिच्न नि पायो, कुनै एउटा मोडल हायर गर्न नि पायो, अरू मेबी कुनै एसिस्टेन्ट हायर गर्न नि पायो कि, तर 0 बजेटमा है। यहाँबाट त्यो प्रोडक्सनबाट चाहिँ कुनै पनि बजेट छैन। तिमीहरू आफ्नो ओनले गर्न मिल्छ भने त्यो फुल है, तर टाइम लिमिट। अनि त्यसपछि तिमीहरू तीनजनाको जुन चाहिँ बेस्ट छ नि, त्यो बेस्ट त्यो के अरे कन्टेन्टको प्राइस पुल कति हो थाहा छ तिमीहरूलाई? 5000 5000 रहेको छ। जसको बेस्ट आउँछ बेस्ट, त्यसको प्राइस पुल रहेको छ 5000। अनि त्यसपछि आएर चाहिँ त्यो कन्टेन्ट चाहिँ मेयोको एकाउन्टमा गएर पोस्ट पनि हुन्छ है गाइस। ल आर यु गाइस रेडी? के 5:58 भयो? रेडी 1 2 3 एन्ड गो केटा हो। ल लो के फर्स्टमा के गरिरहेको छ तिमीहरू? प्लानिङ प्रोडक्सनको लागि अब स्टार्ट गर्नु लाग्यो। अनि अब प्लानमा अब रिसर्चहरू गर्नु पऱ्यो। सो यहाँ म स्क्रिप्ट यसो सोचिरहेको छु। ल त्यही हो। गाइजहरूलाई के एप्लिकेबल छ भने मेयोको बर्गरहरू अर्डर गर्न पाउँछ है तिमीहरूले। फेरि 10 मिनटमा रेडी हुनु है। त्यहाँ काम छ। मैले सेफलाई फोन गरेँ मेयोमा, अनि ऊ एभाइलेबल छ कि नै भनेर चेक गरेँ। मेरो एउटा कन्टेन्ट सोचिसकिरहेको दिमागमा, तर म भन्दिनँ अहिले के हो। त्यसको लागि कन्फर्म गरेको सेफ छ कि नै भनेर। तिमीले के सोचिरहेको छ? मैले चाहिँ ठ्याक्क आफूले सुरुमा चाहिँ सुट गरेर जस्तो गर्ने, अनि त्यसपछि चाहिँ अनि लाइक बिटिएस प्लस रिजल्ट जस्तो मैले सुरुमा ठ्याक्कै त्यो मैले चाहिँ सुट गरिरहेको बिटिएस आउँछ सुरुमा, अनि त्यसपछि चाहिँ बल्ल मेरो एउटा कमर्सियल एड भिडियो जस्तो बनाउने चाहिँ मैले सोचिरहेको छु। मैले चाहिँ कस्तो बनाउन खोजेको भन्दाखेरि एउटा सिनमा चाहिँ टक्क म चाहिँ काम गरिरहेको, म बिजी भइरहेको देखाउन लागिरहेको है। See you at Mayo. I'm going to shoot now. कहाँबाट इन्सपायर भयो? सिक्रेट इन्ग्रिडियन्ट त कसरी बनाएको छ त नि? होइन त्यसो गरौँ न। के अरे त्यो जुन इन्स्टाग्राम रिल्सवाला त्यो स्याटवाला हुन्छ नि, त्यो गरेर मिल्यो नि त। त्यो रिसेन्टली नै हालेको नि त त्यो बयरको, त्यो गरेर बनाउनुको डबल एसक्यूवाला छ त्यसपालि हो। त्यसपालि प्रोसेस अलि अर्कै छ। रेडी? त्यो प्याज जहाँ छ होइन त्यो राख्नु त, त्यो नभए भइसक्यो।
भाइले 1 करोड रुपियाँ के बस्छ रे एक हप्ता छाया आयो क्या छाया आयो ल 3 2 1 गो 10 मिनट छ बा छिटो जाने 9 minutes यो यहीँ राख नत्र पनि है भइहाल्छ उता गएर खिची हुन्थ्यो नि त हो न त्यसमा अर्को छुट्टै पार्ट छ त्यहाँ रोको बहिनी ल ल नधकालेको प्ल्याटर गयो कि गयो ट्राइपड ल्याउनु पर्ने रहेछ यार बिर्स्यो ल भयो गाइस मेरो चिकन हाल्नु भइसक्यो अब हुन त फेरि बाहिर हाल्नु त? अब के गर्ने अब ठ्याक्कै हाल्नु हाल्नु 1 घन्टा भयो ठ्याक्कै ल हाल्नु अब म चाहिँ निस्किन्छु हात दुखिसक्यो यार। आफूले सोधेको चाहिँ सर्ट हुँदा आएन त्यही पनि एकछिन पज अलिकता 80% रोक्नु रोक्नु कति खा 2.5 भ्याउँछ भ्याउँछ ए हुन्छ के 30 seconds डन 10 सेकेन्ड बाँकी डन भयो अँ सो ओके हाम्रो केटाहरूले चाहिँ 1 आवरमा कम्प्लिटली सुट भएर अहिले ठ्याक्कै एडिटिङ रुममा आएछ अनि एडिटिङ रुममा आएर चाहिँ केटाहरूले फाल्टान्सो गरिसकेको छ अनि यो दौरानमा चाहिँ हाम्रो सुजन भाइ चाहिँ यो च्यालेन्जदेखि चाहिँ आउट हुने भएको छ तिमीलाई के भन्नु छ म नेक्स्ट टाइम बवाल गर्छु स्योर 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 ओके अहिले हाम्रो च्यालेन्जमा चाहिँ रहेको छ रोहन जोशी एन्ड अनिस तामाङ ताली केटा हो के छ कस्तो भयो सुट सुट एकदम एक्टिङ भयो एक्टिभ भयो सोचे जस्तो भएन तर अब एडिटिङ पनि इम्पोर्टेन्ट छ सबै आएर सो ओके तिमीलाई कस्तो भयो सोधे जस्तो भएन अब सो ओके गाइज आर यु गाइज रेडी र तिमीहरूको ठ्याक्कै एडिटिङको टाइमर पनि 1 आवरको छ है ओके रेडी 1 2 3 एन्ड गो मैले त क्लिपहरू हेरिरहेको छु अनि त्यो स्पिड ऱ्याम्पिङ गर्नु खोजिरहेको सकिन थाल्यो 3 2 1 सक्यो ल एकचोटि रेन्डर गर केटाहरूले 1 घन्टामा सुट गरेर 1 घन्टामा एडिट गरेर चाहिँ हामी अहिले टक्क रियाक्ट गर्नको लागि चाहिँ रेडी भएका छौँ अनि 1 घन्टा भन्नाले केटाहरूलाई एडिट गर्न चाहिँ लगभग 2 घन्टा जस्तो लाग्यो एक घन्टा मैले एक्स्ट्रा प्लस पोइन्ट दिएँ किनभने एडिट गर्दा गर्दा चाहिँ के अरे पिसी क्र्यास भएको थियो सो द्याट केटाहरू रेडी हो मेन च्यालेन्जरहरूलाई चाहिँ सोधौँ न कस्तो फिल भइरहेछ के थियो स्ट्राटेजीहरू प्लान गरेको अनुसार चाहिँ केही नै भएन लाइक सुटिङहरू तर अनि अब त्यहाँ त्यो सुट गर्ने ठाउँमा पुग्ने बित्तिकै चाहिँ ठाउँको ठाउँ एउटा आइडिया लिएर सोचिसकेर अनि चाहिँ सुट गरेँ अनि अब पछि चाहिँ अब म चाहिँ अनि पोस्ट प्रडक्सनमै केही गरेर राम्रो गर्छु भनेर सोचिहालेँ त्यतिखेर त्यसो एडिट गरेँ अब यहाँ एडिट छ अब हेरौँ ल अब हामी के हुन्छ मेरो पनि ताकि रोहनले भने जस्तै त्यस्तै भयो ओके आर यु गाइज रेडी सो के हामी फर्स्टमा चाहिँ कसको रियाक्ट गर्ने के भन्छौ गाइज जसो गरेँ जस्तो गरे नि हुन्छ ल जस्तो ल सिजर पेपर रक गर ल सिजर पेपर रक कसले जित्यो को पहिला मैले के ल ओके ताली ओके रेडी
अझ वान्स मोर जान्छ क्या अझ यसलाई थोरै यस्तो यस्तो गरेर वान्स मोर अझै जानु और इसके बहुत है ल तिमी आफै भन्नु तिम्रो यो भिडियोको बारेमा यो चाहिँ यो भिडियोको चाहिँ अब भिडियो हेरेर थाहा भइसक्यो होला तपाईँलाई यो चाहिँ एउटा प्रोसेसिङ त्यो लाइक त्यो एउटा बर्गर बनाउने प्रोसेसिङ चाहिँ मैले खास त्यो कन्टेन्टले बनाएँ मैले खास कन्टेन्ट त अर्को तरिकाले बनाएँ भनेर सोचेको थिएँ तर अब त्यहीँ गएर चाहिँ मैले अनि यो टाइपको बनाउँछु भनेर चाहिँ अनि टाइपको आएको चाहिँ मैले अनि त्यहीँ गएर आइडिया बनाएको प्रोसेस गर्छु भनेर चाहिँ तिमीलाई बेस्ट पार्ट के लाग्यो मलाई त्यो के अरे म्युजिक सेक्सन बल्छ अनि म्युजिक सेक्सन पनि बल्छ अनि जस यो फ्लो पनि सही छ कि लाइक स्पिड ऱ्याम्पहरू गरेको त्यो फ्लोहरू पनि सबै त्यो एक दामी फ्लो मिलेको जस बल मजा आयो सिम्पल एन्ड स्विट हो ल है अपोनेन्टले यस्तो भने गाई अबलाई म्युजिक अनुसार ठिक छ ट्याक ट्याक गर्छ अब नेक्स्ट भिडियोको पालो छ रोहन मेरो भाइको लेफ्टपट्टि छ है लेफ्ट राइट मिल्यो राइट ल ओके ल चल्दिउँ है चल्दिउँ ओए खतरा खतरा हानेको छ त फेरि अझै एकचोटि गर्छ बाई द वे यो सबै चाहिँ ट्राइपोड थिएन होइन केटाहरूले ट्राइपोड लानु बिर्सियो रहेछ हातले हानेर चाहिँ त्यो कुराहरू चाहिँ सबै मेबी अगाडि नै आइसक्यो होला बिटिएसमा हेरौँ है फेरि एकचोटि ल के अरे अपोनेन्टलाई सोधौँ न के सोधौँ कस्तो लाग्यो राम्रो लाग्यो जस कलर ग्रेड चाहिँ राम्रो लाग्यो मेरो तरिका राम्रो हो नि त उसको कलर मैले त अलिअलि मात्र त्यो कलर करेक्सन मात्रै मिलायो त्यस्तो त्यो मसँग टाइम पनि थिएन ठिक छ राम्रो हो प्रोसेस अब त्यो ठाउँको ठाउँमा सोचेँ नि त अनि सोचेअनुसार चाहिँ लाइक स्टिल क्यामेरा चाहिँ स्टिल राखेर नै खिच्ने भनेर सोचिसकेको थिएँ ठ्याक्कै अनि ट्राइपर त ल्याएको छैन फेरि अफिस आउनु पऱ्यो अनि लिएर आउँदाखेरि त टाइम जान्छ अभियसली अनि ह्यान्डलले हानिदिएँ अनि पछि अनि पोस्टमा आएर चाहिँ अनि त्यसलाई मैले अनि के अरे स्टेबलाइज गरेको यो सर्टहरू चाहिँ लास्टै हल्लेको थियो त्यही हो ओके गाइजहरू राम्रो छ दुईजनाकै बवाल छ है यो भिडियो चाहिँ कस्तो लाग्यो रोहनको राम्रो छ त्यही हल्का स्टेबलाइजर चाहिँ हल्का कतै कतै देखिए होइन अरू चाहिँ ठिक छ तर ल भाइ अगु दाइको त अब स्ट्रगलै त्यहीँ देख्यो अब वान ह्यान्ड दुई रात अहिले के जे होस् के अरे म रोहनको सुरुमा प्रेडिक्ट गरेँ त डेनियल सेफर भन्ने त्यो युट्युबर छ जे होस् त्यसले त्यो फुडहरू मेकिङहरू बनाउँछ त्यसले त्यस्तो मैले त्यस्तै रोहनले त्यस्तै गर्छ जस्तो सोचेको थिएँ तर उसले मैले त्यो सिसिटिभी हेर्दा पनि उसले त्यस्तै गरिरहेको थिएँ नि टमाटरहरू यस्तो यस्तो गर्ने मैले त्यस्तै टाइपको बन्छ होला भनेर मैले चाहिँ उति गरेको थिएँ तर यो नि दामी छ उसले अब
अब क्यामेरा मात्रै अब के अरे ह्यान्डहेल्ड मात्रै दामी हानेछ त्यो होइन अब त्यो लाइक फर्स्ट सटहरू जे राम्रो छ अनि जस तर त्यो लाइक अब अझै त्यहाँ अब रिल्समा अझै त्यो पछि चाहिँ अलिकति मुभमेन्टहरू ल्याक भयो त्यसले गर्दा चाहिँ अलिकति त्यो सुरुको जे होस् भाइब छ नि त्यो अलिकति त्यो बिचमा चाहिँ डाउन भयो होइन त्यो कुराले चाहिँ अलिकति फ्लो चाहिँ भएन अब जस्तो अनिसको फ्लो गएको थियो नि त्यस्तो चाहिँ ठ्याक्कै अब त्यो सुरुमा दामी आएको थियो फेरि फ्लो डाउन भयो कि त्यो एउटै सर्टले मात्रै गर्दा अब तिमीले त्यो खिचेको भए चाहिँ त्यहाँ धेरै मोसनहरू खेल्न मिल्थ्यो तर त्यो चाहिँ भएन तर दामी छ वेल ट्राइड बल भन्ने केटाहरूले साउन्ड इफेक्ट राम्रो अनि मलाई बेस्ट पार्ट चाहिँ त्यो सुरुमै त्यो के भन्छ त्यसलाई चिकन हालेको होइन स्लो मोसन त्यो बवाल थियो अनि लास्टको त्यो इन्डिङको त्यो रिफ्लेक्ट छ नि यहाँनिर त्यो 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 नेक्स्ट लेभल छ ल ठ्याक्कै यो के भन्छ यसलाई सिमेट्री भन्छ क्या हाम्रो यो के अरे फोटोग्राफीमा चाहिँ ठ्याक्कै अब त्यस्तो डाइरेक्ट सिमेट्री त छैन तर पनि रिफ्लेक्ट आइरहेछ यो चाहिँ अब के छ त गाइज को छ त विनर कसरी छुट्याउने विनर यार म त कन्फ्युज भएँ किन होइन किनभने एउटाले दुइटाको प्याटर्न एउटै छ क्या दुइटाको प्याटर्न एउटै छ बनाउने स्टाइल डिफ्रेन्ट भयो अलिकति म कन्फ्युज भएँ यार केटा कसरी छुट्याउने हो विनर कि दुईजना विनर हान्ने हो क्या भ्युवर्सहरू के भन्न चाहनुहुन्छ हामीले त के भन्ने फेरि यस्तो छ दुईजना विनर भयो भने चाहिँ फेरि 5,000 चाहिँ त्यो कसैको हुँदैन त्यो नेक्स्ट खातामा जान्छ हाम्रो बनाएर हाफा गर्ने कि बिटिएस हान्ने नदिने हो के छ अल द थ्याङ्क्स अनि अल द के भन्छ त्यसलाई बिग साउट आउट हाम्रो बिटिएस पर्सन अभिषेक मल्ल होइन उसले बिचरा रोहन त्यो बिचरा मैले त के अरे बाइकमा कि स्कुटीमा गयो भने त हिँड्दै गएको रहेछ अनि ऊ सँगसँगै टक्कै हिँड्दै गएको थियो त्यो एप्रिसिएट गर्छु म बिचरा अनि हिँड्दै गएको रहेछ ओके विनर कसरी हान्ने हो ल अब दुईजना बराबर हो है मेरो तर्फबाट चाहिँ अब के भन्न चाहनुहुन्छ फेरि खातामा जान्छ अर्को नेक्स्ट खातामा 5,000 गाइज अब यस्तो यहीँ गरौँ न त हामी अब कति हामी 4जना छौँ होइन 4जनाले चुज गरौँ अनि 4जनामा जसको बढी आउँछ भोटिङ तर हामी चुज गर्दाखेरि रिजन नै दिनु पऱ्यो क्या है अभिषेक स्टार्ट गर तिमी कुन चुज गर्छ म चाहिँ क्रेडिट चाहिँ अनिस दाइलाई दिन्छु होइन दाइको हल्का दाइको नि स्टार्टिङमै यस्तो अलि बवाल गर्नुभएको छ अनि म्युजिक अनुसार त्यो ट्याक क्लिपहरू अनि त्यो लास्टमा त्यहाँ इन्डिङ पार्टको त्यो सिसा नेर राखेको त्यो अलि राम्रो लाग्यो मलाई म पनि दाइ अनिसलाई नै दिन्छु होइन दाइको चाहिँ कस्तो छ भन्दाखेरि टक्क कनेक्ट गराइराख्यो क्या एन्डिङ पनि बबालै छ त्यो जुन लास्टको त्यो सिसाको अगाडि छ नि त्यो चाहिँ बबाल लाग्यो क्या त्यो नि 4-0 हुन्छ क्या होइन अब एज अ अब प्योर अब त्यो अब एज अ त्यो प्योर अब कम्पोजिसन सब टाइपमा हेर्ने भए चाहिँ अब त्यो अब रोहनले होइन त्यो रोहनकोमा हुन्छ अभियसली होइन अब अनिसको पनि त्यो मिडल कम्पोजिसन छ त्यो पनि अनिसको पनि त्यहाँ पनि कम्पोजिसन छ अभियसली तर अब रोहनले चाहिँ मेनली कम्पोजिसनमा खेल्न लगाएर अब त्यो उसमा खेल्न लाग्यो अनि जे होस् अब ओभरअल अब सबै भाइब्स म्याच हुँदैन अब हेर्दाखेरि मजा आउनु पऱ्यो नि त ओभरअल त फेरि होइन अब कम्पिटिसन मिलाएर मात्रै भएन अब एज उ त्यो तर भाइब्समा हेर्दा चाहिँ अब अनिसले अभियसली अनिसकै उ त्यो छ होइन भाइब्समा चाहिँ होइन अनि अनिसले मेरो भोट पनि अनिसले जान्छ होइन अब मैले नि एक्सपेक्ट गरेको थिएँ त्यस्तो बल निकाल्छ भनेर अनिसले होइन तर बल निकाले केटा दुईजनै बल निकाले अनि त्यही हो अब रोहनले नै अब त्यो उसँग नै अब त्यो टाइमै लो भएर उसले तर बेस्टै निकाले अभियसली दुईजनाले बेस्ट निकाले जस्ट भेरी प्राउड अफ यु बोथ गाइज होइन ट्राई बल भाइ चाहिँ अनिसकोमा आएको मेरो सो के यो के अरे मेबी अब रोहनले आफ्नो त्यो जनरै चेन्ज गरेर जस्तो लाग्यो मलाई होइन अब उसले अघि के भन्यो भने 1 घन्टा मात्र थियो भने नि अब रोहनले कति गर्न सक्छ भने त्यो अब हामी सबैलाई थाहा छ है त्यो जनर चेन्ज भएको भएर चाहिँ मेबी यस्तो भयो त्यही अब एउटा कन्सेप्ट वाइज वाट इज मेयो होइन मेयोले के दिन त्यो मेन भनेको त्यो लास्टको लोगो छ नि त्यो कन्टेन्टमा अलवेज क्या त्यो अब
त्यो लोगोले नै मेबी कति त्यो प्लस पोइन्ट हुन्छ नि त्यो नम्बर दिँदाखेरि ऱ्याङ्कहरू त्यो लोगो नै बेटर हो जस्तो लाग्छ मलाई चाहिँ जुन चाहिँ अब अनिसले आज हिजोतिर त हाले होइन नि होइन मलाई भने ठिक छ जो हाम्रो मेयोको लागि बनायो तर यहाँनिर चाहिँ अब रङमा कहीँनिर मेयो भनेर मेन्सनै छैन जस्तो लाग्छ अनि अब हाम्रो टपिक मेयो थियो अब यो बर्गर के हो होइन अनि त्यही कुराले नै अब त्यो डिफाइन भइसक्यो क्या सो ओके अब के अरे मेरो भोट नि अनिसलाई जान्छ अनि अर्को कुरा म भनेको अब रोहनको अलिकति कता कतै फोकस मिसहरू भइरहेछ मेबी त्योहरू अब 35 थियो यहाँ चाहिँ फेरि के छ भने सबैले एउटै लेन्स भएको भए मेबी अर्कै हुन्थ्यो होला होइन अब डिफ्रेन्ट लेन्स मेन त अझ सजिलो अनिसलाई परेको छ क्या 24-70 पर्दैछ वाइट पनि खिच्न मिलिरहेछ जुम पनि खिच्न मिलिरहेछ त्यही छ ल के अरे अब हाम्रो आजको विनर रहेको छ अनि पार्टी हान पार्टी अब 5,000 को के हानि हो ल अनिसलाई चाहिँ अब के अरे अनलाइन हाल्छु क्यास छैन ल सधैँ यस्तो गरिरहनु ल बेस्ट अफ लक गाइज अनि मलाई अलिकति डिसपोइन्टेड भएको चाहिँ हाम्रो सुजन भाइबाट ल नेक्स्ट टाइम अब अभिषेक भाइको चाहिँ फोटोग्राफर हो अब उसको च्यालेन्ज चाहिँ जेम्स दाइसँग हुन्छ तिम्रोमा हाल्नुपर्छ क्या द्याट्स इट गाइज होइन होप सो तपाईँहरूलाई हाम्रो यो च्यालेन्ज भिडियो राम्रो लाग्यो होला इफ यस्तै खाले च्यालेन्जहरू तपाईँहरूलाई मनपर्छ अरू मेबी यस्तै चाहियो भने प्लिज डु लाइक एन्ड सब्सक्राइब एन्ड डु कमेन्ट मोर च्यालेन्ज भनेर है गाइज थ्याङ्क यू